अहिले यो नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा लिएर हाम्रो वरिष्ठ नेता आदरणीय पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ हाम्रो निर्वाचन क्षेत्रमा आउनुभएको छ। उहाँलाई हामीले नै यहाँ चुनाव लडिन आग्रह गरेर उहाँलाई लिएर आएका छौँ। हाम्रो माहौल एकदमै राम्रो छ र यो निर्वाचनको परिणाममा हामी चाहिँ अहिले धेरै नजिक पुगिसकेका छौँ र फागुन 21 गते हुने निर्वाचनमा चाहिँ यो निर्वाचन क्षेत्र नम्बर 3 बाट चाहिँ अत्याधिक बहुमतका साथ हाम्रो विजय सुनिश्चित छ। हाम्रो के कारणले अहिले नेपाली कम्युनिस्ट पार्टीलाई भोट किन भन्ने कुराहरू प्रश्नहरू उठ्न सक्छन्। विगतमा गरेका तत्कालीन नेकपा माओवादी केन्द्रको सरकार हुँदाखेरि गरिएका र तत्कालीन त्यो संगठनको त्यो पार्टीबाट नेतृत्व गरिरहने वरिष्ठ नेता आदरणीय नारायण काजी श्रेष्ठज्यू चाहिँ पूर्व गृहमन्त्री हुँदा उहाँले गर्नुभएका सुशासनका कामहरू नै पर्याप्त रूपमा अहिले जनताबाट भोट आउने मतका आधारहरू हुन् र त्यति बेलाको तत्कालीन परिप्रेक्ष्यमा हामीले गरेका कामहरू, हाम्रो संगठनले गरेका कामहरू, आदरणीय गृहमन्त्रीज्यूले गरेका कामहरू चाहिँ सर्वविविध छ नेपालभरि नै र यस्तो सुशासन चाहने व्यक्तिलाई यो सर्लाही निर्वाचन क्षेत्र नम्बर 3 का जनताले पाएका छन् र धेरै खुसी। हामीले नारायण काजी श्रेष्ठलाई भोट हालेर जिताउन पाउँदा हामी धेरै खुसी छौँ र यो पालि 5 कुने तारा चिन्हमा भोट हाल्न सबै उत्साहित हुनुभएको छ।